प्राकृतिक सौन्दर्य र ऐतिहासिक गौरव बोकेको जिल्ला गुल्मी, जहाँ धेरै धार्मिक गन्तव्यहरू लुकेका छन्। आज हामी तपाईलाई लैजाँदैछौँ गुल्मीको एक यस्तो पवित्र स्थानमा जसले धार्मिक आस्थासँगै मनोरम दृश्यावलोकनको आनन्द पनि दिन्छ। बामघाकोटको भयर मन्दिर। समुद्री सतहदेखि उच्च पहाडको टाकुरामा अवस्थित यो मन्दिर बामघा क्षेत्रको मात्र नभई पूरै गुल्मी जिल्लाकै एउटा महत्त्वपूर्ण सांस्कृतिक धरोहर हो। स्थानीय जनविश्वास अनुसार भयर देवतालाई यस क्षेत्रको रक्षा गर्ने शक्तिका रूपमा पूजा गरिन्छ। कुनै पनि शुभ कार्यको थालनी गर्दा वा विपत्तिबाट बच्न यहाँ भाकल गर्ने र पूजाआजा गर्ने विशेष परम्परा रहेको छ। यस मन्दिरमा भाकल गरेमा पूरा हुने जनविश्वास छ। सदरमुकाम तमघासबाट नजिकै रहेको यो क्षेत्रमा पुग्न सडक यातायातको सहज पहुँच छ। रुरु क्षेत्र रेडी हुँदै आउनेहरूका लागि पनि बामघाकोट एउटा अनिवार्य घुम्नै पर्ने गन्तव्य हो। यदि तपाईँ पनि शान्त वातावरण, धार्मिक सन्तुष्टि र सुन्दर दृश्यको खोजीमा हुनुहुन्छ भने बामघाकोटको यो भयर मन्दिर तपाईलाई पर्खिरहेको छ। यसै भिडियोका माध्यमबाट पनि कमेन्टमा ओम लेख्नुहोस् र मनमनै कुनै कुरा माग्नुस्, अवश्य पूरा हुनेछ।